डाउन अर्जुनजी, कुल डाउन। अब धेरै कराएर केही फाइदा छैन। धेरै कराउनु भयो भने बलात्कारी केसमा मुद्दा हाल्दिन्छु। ल हेर। पागल रहेछौ तिमी, के ताको केटी हौ? हो, म पागल हो तिम्रो मायामा। चिन्नु नजान्नु, घसेडी माग्नु, कुन खालको माया हो यो? एकचोटि भेट्दैमा माया बस्छ, कस्तो केटी हौ तिमी? कहिलेदेखि चिनेकी थियौ तिमीले मलाई? हो, तिमीले नचिने पनि मैले त तिमीलाई चिनेको थिएँ नि, र मनमा सजाएको थिएँ। ल भन, तिमी मलाई माया गर्छौ कि जेलमा गएर सर्छौ? यो कस्तो चरित्र हो तिम्रो? अनि कस्तो प्रस्ताव? न त म तिमीलाई माया गर्छु, न त जेल नै जान्छु। ल रुक, म अहिले पुलिसलाई फोन गर्छु, त्यसपछि तिमीलाई थाहा हुन्छ। म तिमीले आज आइन्दा श्रद्धाको फोन उठ्दैन। त्यसले पाउने माया अब मैले पाउनु पर्छ। ओके? यस और नो? हुन्छ। फोन उठाऊ अनि आज आइन्दा मलाई डिस्टर्ब गर्ने होइन भनेर भन तिम्रो बुढीलाई। पटक पटक मलाई फोन गरेर डिस्टर्ब गर्ने होइन, बुझिस्? अब आउँछ मजा। हेर अर्जुन, अब श्रद्धालाई टाढा गराएर तिमी मेरो नजिक हुनुपर्छ। म तिम्रो मायामा तर्पिरहेको थिएँ। होइन, आज यो अर्जुनलाई के भएको होला? सायद कस्टमरसँग डिस्कस परे जस्तो छ। अरूको रिस मलाई चाहिँ किन पोखिरह होला? हे भगवान, मैले यो के गरेँ? मबाट यो के भयो? श्रद्धाको अगाडि गएर कसरी आफ्नो अनुहार देखाउँ? के जवाब दिउँ म श्रद्धालाई? के भनौँ? कस्तो ठाउँमा गएर फसेँ म? अब यो मुमरीबाट म कसरी बाहिर निस्क्यौँ? श्रद्धाले फोन गरिराखेकी छ। के भनेर जवाब दिउँ म उसलाई? के भनौँ? ममा हिम्मत छैन। ममा हिम्मत छैन। होइन, के भएको होला?
अब म यो पीडा कसलाई गएर पुग्छु? मैले गएर शीतलसँग यो कुरा भन्नै पर्छ। कमसेकम शीतलले मेरो लागि केही सहयोग त गर्ली नि। यदि श्रद्धाले यो कुरा थाहा पायो भने तिमीलाई अचानकमा राखेर खुकुरीले 2 टुक्रा बनाउँछ, बुझेकी छौ? त्यसलाई के थाहा, तिमी हरेक साँझ मेरो घर आउने, एक दिन पनि नछुटाई। अरू बेला तिमी जेसुकै गर। अनि त श्रद्धा बिस्तारै टाढा हुँदै जान्छे, बुझ्यौ नि? अहिलेलाई तिमी जान सक्छौ। चलाखी गर्ने कोसिस पनि गर्ने होइन, थाहा छ नि? भरे बेलुका पनि आउने। अहिलेलाई तिमी जाऊ। शीतल, तैँले यो राम्रो गरिनस्। तैँले मलाई फसाएर मेरो प्रयोग गरिस्। तँसँग म बदला त लिएरै छोड्छु। तैँले जुन बाटो रोजेर मलाई फसाइस् नि, म पनि केही न केही त गर्छु। तर त्यसलाई त्यत्तिकै छोड्दिनँ। काम नपाएकाहरू बेला नकुबेला फोन गर्छन्। अनि श्रद्धा के छ नयाँ नौलो? बुढोको माया पाएर होला पहिलाको भन्दा कस्तो मोटा कि। तिम्रो बुढीसँग कुरा गर्दैछु। एकछिन बस्दै गर, म आइहाल्छु ल। के कति कामले कसले फोन गरेको उठाएर बिजी छु भन्देऊ न। हेर शीतल, भनौँ आफ्नै घरको बेइज्जत गरे जस्तो हुन्छ। नभनौँ कसलाई भनेर यो मन हलुका बनाऊ जस्तो हुन्छ। हिजो आज अर्जुन 2-3 दिन बिराएर घरमा आउनुहुन्छ। पहिलाको जस्तो खुलेर पनि बोल्नुहुन्न। मैले केही सोधिहालेँ भने पनि झर्किर फर्की गरेर बोल्नुहुन्छ। कोही केटीको चक्करमा लागेर हो कि अफिसको कामले गर्दा हो, केही अत्तो पत्तो पाउन सकिनँ मैले। छोरी पनि स्कुल जान्छे, बुढो पनि आएर झर्की फर्की गर्दा आफूलाई एक्लो अनुभव हुँदो रहेछ। शीतल छोड्दैन त, झन् आनन्द टन्न सम्पत्ति छँदैछ। के चाहियो त्यो भन्दा? म भए घुमफिर गरेर मस्ती गरेर बस्दिन्थे। सम्पत्ति नै ठुलो कुरा होइन नि शीतल। मनमा माया ममता घरमा सबैभन्दा ठुलो कुरा त्यही नै हो। मनमै उज्यालो छैन भने जब सम्पत्तिले के खुसी मिल्छ र शीतल? तेरो खुसी त मसँग छ, कसरी मिल्छ तँलाई खुसी? तेरो खुसी मेरै घरमा मेरै पर्खाइमा छ, बुझिस्? के भयो शीतल? के पनि होइन। तेरो कुरा सुनेर पनि मलाई दिक्क लाग्यो। मेरो एउटा अर्जेन्ट काम छ, म अहिलेलाई जान्छु ल। ल झन् यसलाई सुनाएर मन हलुका पारौँ भनेको आनन्दसँग बस पो भनेर गए। अब कसलाई सुनाउनु होला? होइन, यसैलाई राम्रोसँग सबै कुरा भन्छु। यसलाई कसको फोन आएको हिँडिहाल्यो, म पनि जान्छु यसको घर।
कहाँ गएकी थियौ तिमी? कति बेर कुरे मैले तिमीलाई यहाँ? बेला न खुब बेला तिमी चाहिँ किन यहाँ आएको? म तिम्रै बुढीकोमा गएको थिएँ हैन? कसको? श्रद्धाको फोन हो? मैले कतिचोटि भनिसकेँ उसलाई छोडिदेऊ भनेर। अब आइन्दा तिमीले उसलाई माया गर्न पाउँदैनौ। होइन, कस्तो रिसाएको तिमी? जे भए पनि ऊ मेरो श्रीमती हो। साथ त मैले तिमीलाई दिइरहेको छु नि। उसको पनि अधिकार छ मलाई फोन गर्ने। तिमी बस्ती गर, म हेरेर आउँछु है। श्रद्धा, तँ? शीतल, मलाई एकदमै टेन्सन भएको छ। म त तँसँग केही सल्लाह गर्न आएको। भित्रै गएर सल्लाह गरौँ न। हिँड्न हिँड्न। अघि त हतारले सबै कुरा पुरा गर्न नपाइकन हिँडिस्। श्रद्धा, यो बेडरुम हो, लिभिङ रुम उता छ, उता हिँड। अझै मर्ने भइस। मेरो छोरी पनि मर्नेवाला छ। हे, गुन्डाहरूले किडन्याप गरेर लाँदैछन्। म्याडम, श्रद्धाको छोरीलाई हामीले उठाइसक्यौँ। अबको केही मिनटमा खल्लास। शीतल, के गरेको यो? श्रद्धा, 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 आँखा खोल श्रद्धा। शीतल, यो के गरेको तिमीले? श्रद्धा, केही गरेको होइन ल। तिम्रो बुढीले त मार्यो मार्यो, अब मलाई पनि मारो, मलाई पनि मारो। बुढी मार्यो प्यारा। के गरेको शीतल? पागल भयो तिमी। मलाई पनि मारो। श्रद्धा, 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 ए अपराधी, तैँले मेरो श्रद्धालाई मारिस्। मारेकी हुँ, मरोस् न त। काम मैले गरेको भए पनि नाम तिम्रो आउनेछ। हेर अर्जुन, यदि तिमीलाई बस्नु मन छ भने श्रद्धाको लासलाई दुईजना मिलेर ठेगान लगाऊ। नत्र भए जेल म होइन तिमी जान्छौ। म कसरी जेलमा जान्छु? मैले के गरेको छु र? स्वास्नी तिम्रो, रड तिम्रो हातमा छ र प्रमाण मसँग छ। त्यसैले जेल तिमी जान्छौ। तिमी साँच्चीकै पागल भइछौ। अलिकति दया माया भन्ने चिज पनि छैन तिमीसँग। श्रद्धा, श्रद्धा, आँखा खोल न, आँखा खोल न श्रद्धा, 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 आँखा खोल न श्रद्धा। सबैतिरबाट बस्ने उपाय रोजेको छु। यो शीतलले हार्न कहिल्यै जानेको छैन। यस्तो बेलामा कहाँ गएर हेर्नु? पहिला लासलाई ठेगान लगाऊ। छिटो हेल्प गर, मेरो उता थन्को लगाउनु पर्छ। छिटो छिटो छिटो।
रगत पोखालियो, केही टेन्सन छैन। अब त्यसलाई कसैले नदेख्ने एकान्त ठाउँमा लगेर पाल्देऊ। पाप काम गरेपछि जता पनि भूत देखिन्छ, भगवानलाई पनि भूत देखिन्छ। अब भूत देख, सबैलाई भूत देख, सकाए बोल। मनको बाटले खाओस् कि नखाओस्, मनको बाटले खान्छ भनेको यही हो। ए भगवान, यही बेला को आएछ? म हेरेर आउँछु, तिमी नआउँदै गर है। अब के गर्नु भन न, मैले त श्रद्धा नै भूत भएर आएको देखेको। मानव आफ्नै श्रीमती मारेको छु, नमानव जेल पठाउँछु भनेर धम्की दिएकी छु। के गरौँ म? अब चुनेर मर्न मात्रै बाँकी छ। के गर्छौ अब? गर, श्रद्धाको लासलाई केही गर, थानको लगाऊ। म त केही पनि गर्न सक्दिनँ। छिटो थानको लगाऊ। म उता छोरी लिन जानुपर्छ। आमालाई त मार्यो, छोरीको बिचल्ली हुन्छ। म त उता जान्छु। 5 लाख हालिदिन्छु, मलाई स्क्यान पठा। स्कुलमा गएर त्यसकी छोरीलाई अपहरण गरेर मारिदे, बुझिस् नि? बुझे म्याम, बुझे। तपाईँ ढुक्क हुनुहोस्। कसरी निकाल्ने स्कुलबाट थाहा छ? आमा बिरामी छे, बाउ हस्पिटल लगेर गएको छ भन्नु। स्कुलले फोन गर्यो भने म उठाउन दिन्न। पहिले म त्यसकी आमालाई माथि पुर्याइदिन्छु। हस्, हजुरले भनेको अनुसार गर्छु म। ल जा, काम पुरा गर। तपाईँ ढुक्क भएर बस्नुहोस्। म भएपछि तपाईँले भनेको काम तमाम गर्छु। तेरो छोरीलाई अघि नै माथि पठाइसके। यति बेला त आमा छोरी सँगै बसिरह होला। के भयो? किन डोलाकी? नाइ, म लिएर जान्न। लासलाई तिमी नै लिएर जाऊ, होइन भने म पुलिसलाई अहिले नै फोन गरेर भनिदिन्छु। त्यसो गरेर धम्की दिन बाहेक केही जानेको छैन। अर्जुन, प्लिज मलाई छोडेर नजाऊ, मलाई एकदम डर लाग्छ। छोरी त बरु बहाना गरेर स्कुलमा बसिहाल्छ नि। भोलिदेखि उसलाई पनि होस्टेलमा राखिदिउँला र यो श्रद्धालाई तह लाएपछि अनि आनन्द भइहाल्छ नि। अर्जुन, मलाई विश्वास गर, म तिमीलाई धेरै माया गर्छु। साँच्चै म तिमी बिना एक्लो हुन्छु। रात पनि पर्यो, अब श्रद्धालाई तह लाइहालौँ, हिँडिहालौँ।
सरी श्रद्धा, म यो सब गर्न बाध्य छु। त्यो शीतलले मलाई फसाई तिमीलाई पनि यस्तो अवस्थामा पुर्याए। मैले केही गरिनँ भने म आफै फस्छु। सरी। हे भगवान, मलाई माफ गर। मैले जानी जानी यो सब गरेकै होइन। न म कुनै केटीसँग लागेको, मलाई त त्यो शीतलले फसाकियो। श्रद्धाको साथी भनेर विश्वास गरेर मैले ठुलो गल्ती गरेँ। बरु मैले पहिला नै श्रद्धालाई सबै कुरा भन्न पाएको भए आज यो दिन आउँदैन थियो। मलाई कुनै पनि पाप नलागोस् है, म बाध्य छु। आज आएर म हत्यारा भए। कस्तो थियो हाम्रो परिवार, कस्तो भयो। हेर सुरेन्द्र, त्यो शीतलले शारदालाई सिद्ध्याइसके जस्तो लाग्छ। मलाई त्यो कलिलो मुनालाई विमुख नै माया लाग्यो। त्यही भने मलाई यो कुरा अघि नै भनौँ जस्तो लागेको छ। त रिसाउँछस् कि भनेर तेरो अगाडि यो कुरा मैले भन्न सकिनँ। ठिक गरिस् मित्र, ठिक गरिस्। अङ्कल, मेरो बाबा मामु कहाँ होइसिन्छ? हजुरले के भनिस् यानी? मैले त केही बुझिनँ। तिमीलाई हामी केही पनि गर्दैनौँ नानी, चिन्ता नगर। मलाई घर लगिदियो न अङ्कल। हुन्छ नानी, हामी घरमै लगेर छोडिदिइहाल्छौँ। नारी त चलिरहेछ, टुकटुकी पनि छ जस्तो छ। यस्तो मान्छेलाई चलायो भने भोलि फस्न सकिन्छ, जीवन बर्बाद हुन सक्छ। छोड्दै केटा। यस्तो अवस्थामा मान्छेलाई छोडेर नभाग सन्दीप, तँलाई मानवताले पनि दिँदैन। यो मान्छे तैँले बचाइस् भने तँलाई कुनै मठ मन्दिर धाउनु पर्दैन। त्यही नै ठुलो धर्म हुन्छ। बचा सन्दीप, बचा। मानवताको नाताले भए पनि यसलाई मैले बचाउनु पर्छ। कमसेकम यसलाई बचायो भने मलाई पनि त केही पुण्य हुन्छ। ढोका खोल्नुस् न। आमा
राति कहाँ जानुभयो होला? साँझ परिसक्यो। आमा बा ढोका खोल्नुहोस् न। स्कुल पनि लिन आउनु भएन, घरमा पनि हुनुहुन्न, कहाँ जानुभयो होला? आमा बा ढोका खोल्नुहोस् न।